म 2068 साल जेठ महिनामा घटेको एउटा दर्दनाक घटनाको जानकारी गराउन चाहन्छु। त्यति मात्रै नभएर त्यो घटनाले जन्माएको एउटा ठुलो परिवर्तनको कथा पनि भनेर सुनाउँछु। जति बेला हामी त्यहाँ पुग्यौं, गाउँका बासिन्दाहरूको अवस्था अत्यन्तै नाजुक थियो। खास गरी महिला र साना बालबालिकाको अवस्था देखेर हाम्रो मन चिरा भयो। सुरुमा हामीले गाउँलेहरूलाई एकै ठाउँमा राखेर हिम्मत बढाउने प्रयास गर्यौं। आवश्यक खाना, भाँडाकुँडा, कपडा, सोलर बत्ती उपलब्ध गराउने प्रतिबद्धता मत गरेनौं, उपलब्ध गरायौं पनि। पटक पटक खाद्यान्न र बालबालिकाहरूलाई विद्यालय पोसाक वितरण गर्यौं। केही घर निर्माणका सामग्री पुर्यायौं। गाउँको दृश्य फेरियो, अनुहार उजालियो। त्यसपछि हामीले भन्यौं, अब हामी तपाईहरुलाई आफै उभिन सक्ने बनाउँछौं, तर तपाईहरु हामीसँग मेहनत गर्नुपर्छ। बालबालिकाका लागि आवासीय छात्रावास बनाउन निर्णय भयो। 6 महिनाभित्र छात्रावास निर्माण गरी बालबालिकालाई सुरक्षित राख्न सफल भयौं। बालबालिकाहरू अब अनुशासित, मेहनती, खेलकुदमा रमाउँदै ज्ञानमा मेहनत गर्दैछन्। ताइक्वान्डो खेलेर उनीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकहरू जितिसकेका छन्। अहिले हाम्रा 2वटा छात्रावास छन्, एउटा काभ्रेमा र त्यही कान्दा गाउँमा। दुवैतर्फ गएर 260 जना बालबालिकाहरू छन्। उनीहरूको जीवनमा ठुलो परिवर्तन आएको छ। हिजोका ती साना बालबालिकाहरू यति बेला युवा भइसकेका छन् र कुमार बलराम स्मृति छात्रावासमा बसेर उज्यालो भविष्यका रेखा कोरिरहेका छन्। यो सबै कामलाई विभिन्न तरिकाबाट, विभिन्न एङ्गलबाट सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूप्रति